नमस्कार सबैजनालाई। आज हामी रिसिप्ट एन्ड पेमेन्ट कसरी चाहिँ गर्ने, अब रिसिप्टभित्र कसरी रिसिप्ट हेर्ने होइन, चेकहरू कसरी राख्ने भनेर हामीले चाहिँ त्यो फिचर्सभित्र हेर्न गइरहेका छौँ। अब फर्स्ट अफ अल हामीले चाहिँ डोमेन दिएको हुन्छौँ। त्यो डोमेनभित्र हामीले चाहिँ लगइन गर्नको लागि हाम्रो इमेल आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। इमेल आइडी र पासवर्ड राखौँ। इमेल आइडी र पासवर्ड राखिसके पछाडि हामी ड्यासबोर्डको इन्टरफेस देखिन्छ। ड्यासबोर्डको इन्टरफेस देखिसके पछाडि हामी सेटअपको फिचर्सभित्र जान्छौँ। सेटअप फिचर्सभित्र गइसकेपछि जेनेरल सेटिङको फिचर्सभित्र जान्छौँ। जेनेरल सेटिङदेखि रिसिप्ट एन्ड पेमेन्टको फिचर्स देखिन्छ। रिसिप्ट एन्ड पेमेन्टको फिचर्सभित्र गयौँ भने हामी रिसिप्ट टाइप देखिन्छ। कस्तो खालको रिसिप्ट हो त भन्ने चाहिँ हामीले चाहिँ अब कस्तो खालको हाम्रो चाहिँ लगभग यसलाई अब क्यास रिसिप्ट भयो, ब्याङ्क रिसिप्ट भयो, अहिले चाहिँ क्यास रिसिप्ट भनेर राखिदिउँ। यस्तो क्यास रिसिप्ट, ब्याङ्क रिसिप्ट कस्तो खालको रिसिप्ट हो त भनेर हामीले यहाँ राख्न सकिन्छ। सेभ गरौँ। सेभ गरिसकेपछि रिसिप्ट लिस्टमा देखिन्छ। अब यसलाई हामीले एडिट गर्नु पऱ्यो भने यसरी हामीले एडिट गर्न सकिन्छ। यो यसलाई 1 राखिदिउँ। एडिट भयो। क्यास रिसिप्ट 1 भनेर एडिट भयो। एडिट भइसके पछाडि हामी त्यस पछाडि ब्याङ्क चेकमा जान्छौँ। ब्याङ्क कुन ब्याङ्क हो त, हामीले ब्याङ्कको नाम राखेको हुन्छौँ। त्यो ब्याङ्कमा चाहिँ कुन कुन ब्याङ्क छ त भनेर हामीले चाहिँ मानिलिउँ अहिले नोबेल ब्याङ्क राखिदिउँ। ब्याङ्क अब यो हाम्रो चाहिँ चेक दिएको हुन्छ, जुन चेकमा चाहिँ अब कतिवटा नम्बरदेखि कतिसम्म छ त भनेर हामीले त्यसरी राख्न सकिन्छ। 1 2 ब्याङ्क चेक फर्मको क्या जुन चेकको नम्बर हुन्छ नि, चेकको नम्बर हामीले चाहिँ त्यसरी राख्न सकिन्छ। 1 2 3 यसरी राख्न सकिन्छ। चेकभित्र कतिवटा चाहिँ पन्ना छ त भनेर त्यसरी राख्न सकिन्छ। 30 वटा भनिदिउँ अहिलेलाई। अब यसरी देखाइसक्यो नोबेल ब्याङ्क भनेर 1 2 3 देखि 30 वटा पन्नासम्मको चेक नम्बर देखाउँछ। यसरी नै हामीले चेक पनि यसरी अपलोड गरेर चेकको रेकर्ड पनि अपलोड गर्न सक्यो। रिसिप्ट टाइपको रेकर्ड पनि अपलोड गर्न सकिन्छ। यसरी नै हामीले चाहिँ रिसिप्ट एन्ड पेमेन्टभित्रको दुईवटा फिचर्सभित्र हामीले चाहिँ अपलोड गर्न सकिन्छ। यो हाम्रो रिसिप्ट एन्ड पेमेन्टमा। थ्याङ्क यू।